टाउको भारी भारी भन्छ किन हो आज नाम्ची बजारको भ्यू ओ माय गॉड क्या दामी सिन छ यार कोठा भित्रबाट खिचेको है यो भिडियो चाहिँ नि नाम्ची बजार नाम्ची भिलेज बिहानको 6 बजेको सिन है यो बेडरुम यहाँको यो चाहिँ म सुतेको गइहाल्छ नि यता चाहिँ म उता भान्जीहरू चाहिँ उता छ उठ्यौ हाउ इज गोइङ योर नाइट भिडियो बनाउन लाग्यो हो ल ठिक छ यस्तो दामी सिन देखेको है तपाईले हेर्नु भएन आजसम्म आफ्नो रुममा मैले भिडियो बनाइरहेको छु सुतेको दिनले पुरै यो कोठा हो यो हामी सुत्ने भान्जीहरूको कोठा रुम कोठा हैन रुम भान्जीहरू सुत्ने रुम हो यो चाहिँ हजुर भन्नुहोस् न मेरो भान्जी भिडियो बनाउँदैछ भ्लग गुड मर्निङ एभ्रिवान नमस्कार शुभ प्रभात अस्सलाम वालेकुम नाम्चीमा चाहिँ नि हाम्रो आज डे 4 हो हाम्रो आज हाम्रो डे 4 हो नि हैन आजको दिन हाम्रो डे 4 हो डे 4 को हाम्रो चाहिँ नि बिहानको ब्रेकफास्ट हाम्रो ब्रेकफास्ट के छ भन्दाखेरि चाहिँ मलाई चाहिँ नि ब्रेड तपाईहरु काठमाडौँ बस्नुहुन्छ कि हुन्न बेन फ्राई बोइल अन्डा र ज्याम एक दिन बस्ने हजुरको के हो यो हाम्रो यो फ्रेन्ड सिडी त दुईटा सिडी हो नि भाजी सिडी हो त अन्त 5 वटा सिडी छ भाजी फुटेको पुरो बनाउनु नि यहाँ अन्त बाबु टाटी टाटी किन पर्यो चाहिँ हाम्रो एक्लाइमेटेसन 3-4 घण्टाको यहाँबाट हामी 500-600 मिटर माथि गइन्छ र 3-4 घण्टाको डिनर हाम्रो यही हुन्छ डिनर आज र भोलि 5औं दिनमा चाहिँ भोलिको दिन रे डोला डोले ओके रेडी फर गो या भान्जे ल फ्रेक्सी बाघ त टोक्नी यो बाघ त होइन भान्जी टोक्नी यो नाम्ची बजार भन्दा थोरै माथि छु अहिले हामी यहाँबाट चाहिँ मैले पुरा भ्युज लिँदैछु नाम्ची भिलेजको भ्यू यो हो नाम्ची बजार हजुर त्यो हो एभरेस्ट हजुर यो त्यही हो म चाहिँ चढ्ने है यो पिरामिड यो कालो के होइन होइन यो बिच्चाको छ नि यो बिच्चाको पिरामिड यो चाहिँ ल है गाइज यो चाहिँ माउन्ट एभरेस्ट यो चाहिँ माउन्ट यो माउन्ट एभरेस्ट ल है नजिकबाट हेर्नु यो माउन्ट एभरेस्ट एकदम खुसी लाग्छ यार यस्तो ठाउँमा आइपुग्यो एकदम सौभाग्य ठानी सौभाग्यशाली Everybody smile like a lovely. Guys, I'm just doing one thing video, okay? अलिकति अगाडि आउनु We love the adventure. Lovely. Alright, for Meg we say Joker. Joker.
सगरमाथि एकछिन पऱ्यो यस्तै यो चाहिँ म्युजियम है एभरेस्ट भ्यू होटल जाँदैछु अहिले हामी पुग्न लागेको छ अब एभरेस्ट भ्यू होटल त्यहाँबाट चाहिँ नि एकदमै सफा क्लियर भ्यू देख्छ सो म त्यहाँ पुगेपछि यहाँहरूलाई त्यहाँको भिडियो देखाउने छु त्यहाँको सिन मैले घर थाक्यो अहिले अलिक साथ धेरै पुगेको छ सो म त्यसमा बोल्न सकेको छैन अहिले धेरै बोल्न पनि हुँदैन यहाँ हाल्टिच्युड छ मैले किन मेटेन बिस्तारै ल भान्जी बिस्तारै बिस्तारै हिँड्नु एक्लै मेडिसिन हुन्छ सुई हिँड्नु कि ल मीट न होते ओटो पे मेरे ओ माय गॉड व्हाट अ ब्यूटीफुल ब्यूटीफुल Oh my God. अब लास्टमा खानुभएको मलाई थोरै मनपर्छ मेरो भ्यान्जीको मिठो हाल्दै खान पाइयो यो मुख छ छोड्नु न कति दुईटा हात बिदिसकेर यस्तो आइला रे आइला हात्तीका पाइला गर्नु यस्तो गर्नु ड्रप गर्नु ल स्टार्ट
उनी मान्छे भन्छ क्या नआएन Oh my god! Bayama. Menang. Stop! Yes! Oh. Yan. हजुरले देख्नुहुन्छ यो खुम्चुङ भिलेज एउटै कलरको चाहिँ प्रवेश भयो खुम्चुङ भिलेज भित्र खुम्चुङ भिलेज यसलाई अर्को नाम चाहिँ ग्रीन भिलेज पनि भनिन्छ दामी सिन्दुर चाहिँ आमा दाबालाम चाहिँ चिनेछु मैले छ नि त है युनिक छ नि त है दाबालाम आमा दाबालाम the most beautiful mountain at Solokumbu आलु खेती हुँदो रहेछ पुरा यताको के हो रे भाइ माटो खामसेतु अनि वरिपरि छ एड्रेस है यो चाहिँ हामी खुम्चुङ भिलेज नमस्ते गाइज यो भन्दा पछाडिको भिडियो चाहिँ मैले यहाँहरु समक्ष देखाउन सकेन कारण के भन्दाखेरि चाहिँ मेरो चाहिँ ब्याट्री डाउन भयो त्यसकारण चाहिँ यो भन्दा पछाडिको अझै राम्रो भ्यूहरु थियो तर यहाँहरुलाई मैले देखाउन सकेन त्यसको लागि क्षमा चाहन्छु है त अब भोलिको भिडियो फेरि भोलि आउला